कोनिचिवा मिनासान, नमस्कार। आज चाहिँ हामी लेसन 4 को ग्रामर अथवा भनौँ लेसन 4 मा जाँदै गर्दाखेरि हामी के कुराहरू सिक्छौँ त भनेर थोरै तयारी गर्छौँ है त यहाँनिर। सबैभन्दा हामी लेसन 4 मा जानुभन्दा पहिला समयका कुराहरू सिक्छौँ। लेसन 4 मा हामी समय कसरी हेर्ने त भनेर सिक्ने भएकोले लेसन 4 मा जानुभन्दा पहिला समय सिक्दाखेरि हामीले के कुराहरू जान्नुपर्ने हुन्छ त भनेर सिक्छौँ है त। जस्तो मैले थोरै यहाँनिर लेखेर अलिकति इक्जाम्पल दिएको छु। समयलाई भन्छ जिखान है त। जिखान भनेको समय। जी भनेको चाहिँ ओक्लक अथवा बजे अथवा बज्यो भनेर भनिन्छ है त, जी भनेको चाहिँ। नम्बर प्लस जी भनेको चाहिँ यहाँनिर चाहिँ हामीले 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 अब कति बजेको हो त त्यो राख्ने, अनि पछाडि जी थप्ने र देश भन्यो भने चाहिँ हामीले के हुन्छ त, यति बज्यो अथवा यति बजे भन्ने अर्थ लाग्छ है त। जस्तो इक्जाम्पलको लागि इची प्लस जी अथवा 1 प्लस जी। 1 भनेको चाहिँ इची हो, जी भनेको चाहिँ बजे। 1 बजे भन्ने मिनिङ लाग्यो है त। यसलाई चाहिँ हामीले इची जी देश भन्यो भने 1 बज्यो पनि भन्न सक्छौँ है त। त्यसै गरी यहाँनिर चाहिँ कुन अब कति बजेको छ त्यही नम्बर राखेर पनि हामीले यहाँनिर भन्न सक्छौँ। जस्तो 2 बजेको रहेछ भने निजी देश, 3 बजेको रहेछ भने सान्जी देश, 4 बजेको रहेछ भने योजी देश, 5 बजेको रहेछ भने गोजी देश, यसरी भन्न सक्छौँ है त। त्यसै गरी अर्को हामीले जान्नुपर्ने भनेको मिनेटको कुराहरू जान्नुपर्ने हुन्छ है त। हामीले जापानिज भाषामा चाहिँ 2 प्रकार, हामी चाहिँ नेपालीमा अब एउटा नै मिनेट नै भनिहाल्छौँ होइन, इङ्ग्लिसमा पनि मिनेट भनेपछि सकिन्छ। तर जापानमा चाहिँ 2 टा कुराहरू सिक्नुपर्ने छ मिनेट भन्दाखेरि, पुन भन्ने कि फुन भन्ने। एउटा पुन भन्छ, एउटा फुन भन्छ, यो 2 टै भनेको के हो त, मिनेट हो है त। अब पुन कस्तो बेलामा प्रयोग गर्ने र फुन कस्तो बेलामा प्रयोग गर्ने भनेर यहाँ हामीले सिक्दाखेरि चाहिँ, पुन भनेको चाहिँ इची, सान, रोकु, हाची अनि जिउमा पुन लाग्छ। अथवा अङ्कको पछाडि 0 आयो अथवा 20 मिनेट भनेर आयो अथवा 30 मिनेट, 40 मिनेट, 50 मिनेट भनेर आयो भनेदेखि चाहिँ हामीले त्यति बेला चाहिँ के लगाउँछौँ त, पुन लगाउँछौँ है त। जस्तो 10 मिनेट गएको रहेछ भने जिप्पुन, 20 मिनेट गएको रहेछ भने निजिप्पुन, 30 मिनेट गएको रहेछ भने सान्जिप्पुन। 30 मिनेट चाहिँ हाफ पनि भएको भएर अर्को पनि भनिन्छ, त्यसलाई म एकछिन पछाडि लेख्छु। अनि 40 मिनेट गएको रहेछ भने एन्जिप्पुन, 50 मिनेट गएको रहेछ भने गोजिप्पुन, यसरी हामी पुन भनेर भन्छौँ है त। अथवा 51 मिनेट पनि हुन सक्यो अथवा 11 मिनेट पनि हुन सक्यो अथवा 21 मिनेट पनि हुन सक्यो। त्यति बेला पनि पुन लाग्छ है त। नम्बरको पछाडि यी अङ्कहरू आए पनि, पछाडिपट्टिको अङ्क यिनीहरू छन् भने पनि यति बेला पनि के लाग्छ त, पुन लाग्छ है त। अर्को फुन चाहिँ कस्तो बेलामा लाग्छ त भन्दाखेरि, जस्तो कि 2, 4, 5, 7 र 9 यति आएमा, यति अङ्क आएमा के लाग्छ त, फुन लाग्छ है त। जस्तो इक्जाम्पलको लागि मैले यहाँनिर इक्जाम्पल दिएको छु। 1 बजेर 1 मिनेट गएको रहेछ, माथिको इक्जाम्पल है यो चाहिँ। 1 बजेर 1 मिनेट गएको रहेछ भने इचिजी इपुन्देस, अथवा यहाँनिर 1 नभएर, यहाँनिर 1 नभएर सान भएको भए इचिजी साम्पुन्देस हुन्थ्यो। अथवा रोकु भएको भए इचिजी रोपुन्देस, हाची भएको भए इचिजी हापुन्देस र 10 मिनेट गएको भएदेखि चाहिँ इचिजी जिप्पुन्देस भनेर हामीले भन्न सक्थ्यौँ। त्यसै गरी अर्को छ, यहाँनिर मैले उदाहरण पनि दिएको छु। इचिजी जिप्पुन्देस भनेको 1 बजेर 10 मिनेट गयो भनेको है त। त्यसै गरी अर्को छ 2 बजेर 5 मिनेट गएको छ, निजी गो फुन्देस, 2 बजेर 5 मिनेट गयो भनेर भनेको है त। त्यसै गरी अर्को छ 2 बजेर 35 मिनेट गएको छ, निजी सान्ज्यू गो फुन्देस है त। यहाँनिर चाहिँ पछाडिपट्टि यी अङ्कहरू आए पनि के लाग्ने रहेछ त, फुन लाग्ने रहेछ। पछाडिपट्टि यी अङ्कहरू आयो भने के लाग्ने रहेछ त, पुन लाग्ने रहेछ भनेर जान्नु पर्यो है त। त्यसै गरी हामीले अर्को सिक्नुपर्ने कुरा भनेको साढे, समय आधी हुँदै गर्दाखेरि चाहिँ कसरी भन्न सकिन्छ? हामीले यसलाई मिनेटमा पुन, सान्जी पुन पनि भन्न सकिन्छ। तर सान्जी पुन मात्रै नभएर यसलाई चाहिँ हामी स्पेसल्ली हान भनेर भन्छौँ है त। जस्तै यो 1:30 बजेको छ, 1:30 बजेलाई हामीले जापानिजमा भन्नु पर्यो भनेदेखि चाहिँ इचिजी हान्देस भनेर भन्न सक्छौँ है त। इचिजी हान्देस, 1:30 बज्यो भनेको है त यो चाहिँ। त्यसै गरी अर्को हामीले जान्नुपर्ने कुरा भनेको चाहिँ एएमलाई चाहिँ गोजेन भन्छ र पिएमलाई चाहिँ गोगो भनेर भन्छ है त। अनि
क्वेसन गर्दाखेरि चाहिँ "नान्जी देस का?" कति बज्यो? भनेर भनेको है त। र त्यसैगरी अर्को हामीले यो अब त्यस्तो धेरै प्रयोगमा त हुँदैन। हुन त कहिलेकाहीँ "इचिबामा त्यति नै" भनेर भन्न सकिन्छ। 1 सेकेन्ड रोक है भनेको त्यो टाइपले प्रयोग हुन्छ तर त्यस्तो धेरै चाहिँ प्रयोग हुँदैन। ब्यो भनेको चाहिँ सेकेन्ड हो है त। त्यो पनि हामीले जानिराख्दा चाहिँ राम्रो हुन्छ है त। सेकेन्डलाई के भन्ने रहेछ त? ब्यो भन्ने रहेछ। "नाम ब्यो देस का?" कति सेकेन्ड हो? भनेर सोध्यो भने "हाई नि ब्यो देस, साम ब्यो देस" यसरी भन्न सकिने भयो है त। 1 सेकेन्ड हो, 2 सेकेन्ड हो, 3 सेकेन्ड हो भनेर भन्न सकिने भयो। त्यसैगरी हामीले लेसन 4 मा सिक्ने अर्को पार्टिकल भनेको चाहिँ नि पार्टिकल हो। जापानिज भाषामा मैले प्राय भन्ने गरेको छु एउटै पार्टिकलको अथवा एउटै वर्डको कहिलेकाहीँ धेरै मिनिङहरू लाग्न सक्छ। त्यसैगरी नि पार्टिकल पनि कहिलेकाहीँ मिनिङ लिएर पनि आउँछ र कहिलेकाहीँ प्रयोगमा आउँछ र पनि मिनिङ नभइकन आउँछ। जस्तो कि "सान्जी नि आइमास" 3 बजे भेट्छु। सान भनेको 3, जी भनेको बजे, यो भनेको चाहिँ आइमास भनेको भेट्छु, यो भनेको चाहिँ छैन, है त। जस्तो यहाँ प्रयोगमा हुनैपर्ने छ तर मिनिङलेस पनि हुन्छ कहिलेकाहीँ भनेर पनि बुझ्नुपर्छ है त। त्यसैगरी अर्को छ "रामुसाङ वा गाक्को नि इमास" रामुजी चाहिँ स्कुलमा छन्। रामुजी चाहिँ स्कुलमा छन् अथवा स्कुलमा हुनुहुन्छ भनेर यसरी पनि भन्न सकिन्छ है त। काममा जाने बेलामा "सिकुतो नि इकिमास" काममा जान्छु भनेर यसरी पनि भन्न सकिन्छ है त। र नि पार्टिकल धेरै अवस्थामा प्रयोग हुन्छ। अहिलेको लागि लेसन 4 मा हामीले यी अवस्थाहरू जस्तो निश्चित समय, स्थान र कामको उद्देश्य बताउने बेलामा चाहिँ नि पार्टिकलको प्रयोग गर्छौँ है त। त्यसैगरी हामी लेसन 4 मा अर्को एकदमै महत्त्वपूर्ण यो जान्यौँ भनेदेखि चाहिँ हामी थोरै-थोरै जापानिज भाषा बोल्न पनि सक्छौँ है त। एकदमै महत्त्वपूर्ण कुरा लेसन 4 मा हामीले स्पेसल्ली अर्को सिक्ने भनेको चाहिँ टेन्स भन्दा पनि हुन्छ यसलाई। टेन्स सिक्छौँ। प्रेजेन्ट पोजिटिभ, प्रेजेन्ट नेगेटिभ, पास्ट पोजिटिभ, पास्ट नेगेटिभ अथवा यसलाई हामीले नेपालीमा भन्नुपर्दाखेरि चाहिँ वर्तमान सकारात्मक, वर्तमान नकारात्मक, भूत सकारात्मक र भूत नकारात्मक, भूतकाल काल भन्छौँ नि, हो त्यही हो है त। कालहरू चाहिँ सिक्छौँ है त हामी यहाँनिर। जस्तै मास, मासेन, मासिता, मासेन देस्ता यो अगाडि चाहिँ हामी केही राख्छौँ अनि मात्रै वर्ड चाहिँ कम्प्लिट हुन्छ है त। जस्तो मास भनेको छु, छ अथवा छु। मासेन भनेको छैन, होइन भनेर भन्न सकिन्छ। मासिता भनेको चाहिँ भएको थियो, यसो भएको थियो, उसो भएको थियो भन्नु पर्यो भने मासिता भन्छौँ है त। त्यसैगरी अर्को छ मासेन्देसिता भनेको चाहिँ भएको थिएन, गरेको थिएन, एको छैन अथवा थिएन भन्नु पर्यो भने। जस्तै इक्जाम्पलको लागि ताबेमास भनेको खान्छु भनेको है त। ताबेमास खान्छु, ताबे मासेन खान्न अथवा खाँदिन भनेको है त। त्यसैगरी अर्को छ ताबेमासिता खाएको थिएँ भनेको है त। अर्को छ ताबे मासेन देस्ता खाएको थिइनँ। यहाँनिर चाहिँ मैले नोमिमास भनेर राखिदिएको छु। नोमिमास भनेको चाहिँ पिउँछु भनेको हो है त। ल, नमिमास भनेको पिउँछु। योभन्दा पछाडि के हुन्छ होला त? हजुरहरूले प्र्याक्टिस गर्ने है त। नमिमास अनि के हुन्छ होला त? गरेर फोटो खिचेर कमेन्टमा हाल्नुहोस् होला है त। त्यसैगरी अर्को हामीले लेसन 4 मा सिक्ने भनेको कारा र मादे। डटेड कारा, डटेड मादे भनेको यहाँ चाहिँ समय राखेर यहाँ चाहिँ कति बेलासम्म भन्ने खालको समय राखिन्छ है त। जस्तै नान्जी कारा नान्जी मादे हाताराकिमास का कति बजेदेखि कति बजेसम्म काम गर्नुहुन्छ अथवा कति बजेबाट कति बजेसम्म काम गर्नुहुन्छ भनेर सोधेको छ। यहाँ चाहिँ गोजी कारा गोजी मादे हाताराकिमास 9 बजेदेखि 5 बजेसम्म काम गर्छु भनेर यसरी हामीले कारा र मादेको पनि प्रयोग गर्छौँ है त। र योसँगै लेसन 4 मा सिक्नुपर्ने कुराहरू हामीले थोरै जानकारी लियौँ र यदि तपाईँलाई यो भिडियो मन परेको छ र काम लागेको छ भनेदेखि हामीलाई कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला अनि सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला र जापानिज भाषा पढ्ने साथीहरूलाई सेयर गर्न पनि नबिर्सिनुहोला। धन्यवाद। आरिगातो गोजाइमासिता।